त्रिभुवन विश्वविद्यालयले चाहिँ तपाईको प्रथम वर्षको लागि एक्जाम फारम खोलिसकेको छ। जेठको 25 गतेभित्र एक्जाम फर्म भर्न भनेर सूचना आएको छ। तपाईले त्यसको लागि student.tuexam.edu.np लगइन गर्नुपर्छ। student.tuexam.edu.np लगइन गरेर तपाईले यहाँबाट फारम भर्न सक्नुहुन्छ। र तपाईले एक्जाम फर्मको लागि यो वेबसाइट लगइन गरिसकेपछि तपाईलाई यस्तो इन्टरफेस देखा पर्छ। तपाईले पहिल्यै साइन इन गर्नुभएको छ भने डाइरेक्ट युजर आइडी र पासवर्ड हानेर इन्टर गर्न सक्नुहुन्छ। यदि गर्नुभएको छैन भने इफ यु अलरेडी ह्याभ रेजिस्ट्रेसन नम्बर भन्ने अप्सन छ तलपट्टि देख्न सक्नुहुन्छ। त्यहाँ क्लिक गर्नुभयो भने यस्तो इन्टरफेस देखा पर्छ। र चाहिँ अब युजर आइडी भनेकै इमेल एड्रेस हो। तपाईले आफ्नो आधिकारिक इमेल एड्रेस हाल्न सक्नुहुन्छ। र पासपोर्टमा तपाईले आफ्नो पासपोर्ट सुरुमा जस्तो पासपोर्ट सेट गरे पनि हुन्छ, कन्फर्म पासपोर्ट गर्न सक्नुहुन्छ। फुल नेम आफ्नो फुल नेम हाल्नुपर्ने हुन्छ। रेजिस्ट्रेसन नम्बर चाहिँ तपाईले क्याम्पसबाट प्राप्त गर्नुहुन्छ। क्याम्पसमा तपाईले रेजिस्ट्रेसन फर्म त पहिले भरिसक्नु भएको छ हो, त्यो रेजिस्ट्रेसन नम्बर यहाँ हाल्नुपर्ने हुन्छ। डेट अफ बर्थ अंग्रेजी डेट अफ बर्थ हाल्नुपर्ने हुन्छ र बाबाको नाम, आफ्नो फोन नम्बर र यो क्याप्चालाई भरेर तपाईले साइन अप गर्नुपर्ने हुन्छ। साइन अप गरिसकेपछि तपाईको जुन पुरानो हालेको पासवर्ड चेन्ज गर्न भन्छ, नयाँ पासवर्ड सेटअप गर्नुपर्छ र नयाँ पासवर्ड सेटअप गरिसकेपछि तपाईको नयाँ आइडी खुल्छ। र तपाईको यस्तो इन्टरफेस चाहिँ देखा पर्छ। तपाईले नयाँ पासवर्ड सेट गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ र लेफ्ट साइडपट्टिको 3 डटमा जानु होला। 3 डटमा गइसकेपछि तपाईको एक्जाम फर्म भन्ने अप्सन छ। एक्जाम फर्म भन्ने अप्सनमा जान सक्नुहुन्छ। एक्जाम फर्म भन्ने अप्सनमा गइसकेपछि तपाईको यस्तो आउँछ। तपाईको यहाँ सबै भरिएर आएको हुन्छ। तपाईको यहाँ क्याम्पसको सबै जानकारी भरेर आएको हुन्छ। रेजिस्ट्रेसन नम्बर, फ्याकल्टी, लेभल, नामहरु, पर्मानेन्ट एड्रेस सबै यहाँ भरेर आएको हुन्छ। एक्जाम सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाईले 4 वर्ष बीबीएस, बीएड अथवा बीएससी, पीए को फर्म भर्दै हुनुहुन्छ रेगुलरको, त्यसमा क्लिक गर्नु होला। एक्जाम टाइपहरु, लेभलहरु सबै यही सिलेक्ट भएर आइसकेको हुन्छ। र प्रोफाइल फोटो चाहिँ आफ्नो एउटा पासपोर्ट साइजको फोटो चाहिँ तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ। आफ्नो पासपोर्ट साइजको फोटो सिलेक्ट गरिसकेपछि तपाईले यहाँबाट चाहिँ एक्जाम फर्म भर्न सक्नुहुन्छ। त्यसपछि तपाईले चाहिँ यसलाई यहाँ सबै तपाईका विषयहरु यही आएको हुन्छ। अनि यसलाई सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गरिसकेपछि प्रिन्ट गरेर सेभ एज पीडीएफ गरेर त्यसलाई प्रिन्ट गरेर चाहिँ क्याम्पसको परीक्षा शाखामा बुझाउन सक्नुहुन्छ। त्यहाँबाट चाहिँ तपाईको फर्म चाहिँ लिइन्छ है त।